हेलो हेलो साथीहरू, के छ खबर खबर? आज चाहिँ म बिहानै नुहाइधुवाइ गरेँ अरे अनि यहाँ चिया पनि बसाएर रेडी गरिसकेँ। अनि चिया पाएको अनि हामी आमा छोरीले खायौँ। एकछिनमा नाक टेस्नलाई एकजना भाइ पनि आउनुभयो अनि उहाँलाई टिका सिका लगाइदियो अरे। अनि मैले छोरीलाई टिका लगाइदिएर मैले छोरीलाई पनि पढाउन बसाइसकेको छु। अहिले चाहिँ छोरी पढ्दै थिइन्। मैले चाहिँ बिहानको सब्जीको लागि चाहिँ मैले कच्चु पकाउन आँटेको छु। कच्चुको दाल बनाएर पकाउनु पर्यो भन्ने हिसाबले मैले चाहिँ त्यसो गर्दैछु। यहाँ दाल चाहिँ थोरै मिसाएँ। मैले चाहिँ कच्चुमा चाहिँ अलिकति दाल पनि मिसाएर पकाएको मिठो हुन्छ नि त, मलाई चाहिँ मिठो लाग्छ त्यसरी। अनि मैले कुकरमा चाहिँ छिटो हुन्छ भनेर मैले चाहिँ सँगसँगै सिटी लगाइहाल्नु पर्यो भनेर छिटो छिटो गर्दैछु। बिहान त छिटो गर्नुपर्छ नि त। अनि यहाँ सब्जीको लागि चाहिँ मैले थोरै आलु पनि म फ्राई गर्दैछु। छोरीलाई साह्रै मिठो लाग्छ। त्यतिकै मेरो दाल पनि पाएको, उता माम पनि सब्जी पनि पाकिसक्यो। अनि म चाहिँ अचार बनाउँदैछु। यहाँ अचारमा चाहिँ आलसको धुले अचार थियो। अनि मैले त्यहाँ पिरो खोर्सानीहरू एक ठाउँमा पिसिरहेको थिएँ नि त। अनि अम्लेसम्ले निचोऱ्यो अरे अनि यतिको भयो। अनि म चाहिँ छोरीलाई रेडी गर्दैछु। यहाँ तपाईँको खबर के छ? मेरो त ठिकै छ। म चाहिँ अब स्कुल जान आँटेको। आज म रेडी हुँदैछु। मम्मीले यहाँ कपालको दिँदै हुन्छ। मेरो आज सेरोफेरोको टेस्ट हो। स्कुलमा टेस्ट छ। राम्रो गर्छु म। अनि छोरीलाई रेडी गरिसकेर मैले चाहिँ यहाँ खोर्सानीको अचार बनाउँदैछु। यो चाहिँ घरमै फलेको थियो अनि मिक्सरमा ग्राइन्ड गरेको मजाले ग्राइन्ड चाहिँ भएन रहेछ। अनि मैले यहाँनिर तोरीको तेल लगाएँ अनि यो फुराउने मसालाहरू लगाएँ अरे। अनि त्यसलाई पकाउँदैछु। म चाहिँ खोर्सानीलाई मजाले पकाउनु पर्यो नि त। अब त्यहाँनिर अदुवा लसुनहरू पनि लगाएको छ अनि फेरि ठस्स गनाउँछ जस्तो लागेर म चाहिँ मजाले पकाउँदैछु। अनि यहाँ सेतो तेल पनि भुट्दैछु। सेतो तेल चाहिँ म माथिबाट लगाउँछु। अनि यहाँनिर चाहिँ कागती पनि लगाइसकेको छु मैले। भेनिगर लाउँदा पनि हुन्थ्यो तर मलाई चाहिँ कागती मनपर्छ, त्यो हुनाले मैले चाहिँ कागती लगाएँ साथीहरू। अनि मेरो चाहिँ अचार पनि रेडी भइसक्यो। अनि म चाहिँ खाना खाएर धन्दा गर्दैछु। थ्याङ्क यू फर वाचिङ। बाई बाई।